काम गरौँ आफै टाढी बराउन क्या मिठो छ चिया पार्वतीका चिया पसलमी क्या मिठो छ चिया पार्वतीका चिया पसलमी हजुर आज दिनभरि गीत मात्र गाउने हो कि त्यही भाडा उठ्नु पनि हाल्ने हो हजुर हाल्ने हो दिदी मेरो त आज 5 बजे भएको छ है दुध लौ भप्पा निको गरे निको त्यो भाडो त्यहाँ राख्ने मेरो त 8 महिना भयो अब भैँसीले दुध दिएको जे गर्छ भने मेरो त 6 महिना लौ भप्पा मेरो 12 महिना है मेरो चाहिँ 12.5 महिना ओहो कम्पिटिसन है कम्पिटिसन निकै कम्पिटिसनको जति नै दिन्छ मेरो भैँसीले पनि आफ्नो बात के रे बाछीलाई गाईले भन्या अगाइ गयो बस तमी बाछीलाई गाईले भन्या अगाइ गयो बस तमी दुधले चौलो पर पार्वती काच्या फसलम दुधले चौलो पर पार्वती काच्या फसलम हामीले देखा देखे सब निको मान्या विचार भन तपाईँले देखा देखे सब निको मान्या विचार भन अझ अघि बढ पार्वती काच्या फसलम अझ अघि बढ पार्वती काच्या फसलमी हातले खानासी घाँस दे पार्वती होइन पसलमा मात्रै पाक्ने हो कि घरमा पनि केही पाक्छ अब हजुर घरका बुढी मान्छेलाई झन् खाना नपाकला के त ल भएन यसरी भएन मेरो बजा खै यी कापला मम्मी सबै बिहान होइ कहाँ जानु हो बुझ्नु अत्याहरू बा बसी बसी खानु छैन मलाई मम्मी मेरो काटु खै काटु मेरो काटु मम्मी मलाई छोडिदिनु अरू झन्झट भयो सकिँदैन भने बन्द गरिदिँदा भयो पसल ससल यसरी घर चल्दैन फाँडियो सबै मलाई त गले लाग्छ भने आज पसल खोल्ने हो कि नै यतिकै मुजी जम्मा भइसक्यो यहाँ तपाईँ हप्ता दिनको हरेक दिन म यहाँ आया छु चिया खाया छु हप्ता दिनको हरेक दिन म यहाँ आया छु चिया खाया छु चिया पार्वती काच्या फसलमी मिठो छ चिया पार्वती काच्या फसलमी लाइभ रिकॉर्ड हो बनाना पार्वती गोस्यो भाउजू हिजो खबर गर्नै पाइन र लिएर आइहाले अब भोलि चाहिँ तिमी आउँदै यो दुध लिएर आउनु है त्यहाँ दुधको भाँडो है के भयो भाउजू बिसन्चो छ क्या अब यो उमेरमा यस्तै त हो नि तिमी बुझिहाल्छौ नि अब यिनले नभने म क्या बुझ्छु त क्या भन पनि क्या भयो पाठेघर झरेको भने के के अनि उपचार गर्न कहाँ जाने त के का उपचार बरु टालो कोचेर हिँड्दा धेरै बाँचिन्छ ओहो यी भाउजूका कुरा त हेर झन् अहिलेका जमानामा भेला गरेपछि ठुल्ठुला रोग लाग्दछ
यो पैसा तमी राख बरु पछि दियो नि ठुलो मोमो पर्दैन पार्वती कसरी तिरुली र मैले यो पैसा इनका कुरा त हेर तिम्रो भैँसी कति माना दुध दिन्छ अब दिन त 9-10 मानो दिन्छ यो 2-3 मानोले कहिले कटाउली मै कटि सक्छु त्यसो जन भन बाउजू तम्रो त्यो जति दुध दिन्छ नि सबै यही पसलमा ल्याए यो पैसा त्यमै काटे ल सबै सबै के गर्छौ त्यत्रो दुध अब यत्रो पसल छ पसलमा चिया त कति खान्छन् अब चियाले नभए गोरस बनाउला बरु घिउ चाहिँ यहाँ पसलमा ल्याइदिए साच्चै हो पार्वती हजुर बाउजू साँच्ची हो पर राम्रो अस्पताल गइदिन चेक गराए है तम्रा जय जयकार पार्वती तम्रा जय जयकार ए बाउजू सुन त ओइ पर मेरा बट्टालाई घरबाट काहीँ जान्छ भन्थे बजारबाट सामान आउन लागेको छ म त घरै जान भ्याउँदैन के बजार भ्याउँदिन रे ए बुढोले एक्लै घर लुङ्दिनु पर्ने रे अनि हजुर पैसा त कमाउनै पर्यो बट्टाले पसल लगाएपछि के गर्ने त घरै त बस्नु पर्यो हो कि नि घर चलाउन गाह्रो भए लोग्ने बरु पर्खा खाइ घर चलाउन गाह्रो भए लोग्ने बरु पर्खा खाइ आफूलाई रुनु पार्वती काच्या पसलनी रुनु पार्वती काच्या पसलनी अब हजुर पैसा कमाउनका लागि यो चियाको पसल खोलेको छु अब मर्या पनि दुखी बिराम त्यहाँ पनि मैले बसेर चलाउनु पर्यो आफ्नो गल्ती पुरा हर झुटा भरा दुनिया र आफ्नो गल्ती पुरा हर झुटा भरा दुनिया र यहाँ फुटा छौ बुढा पार्वती काच्या पसलनी यहाँ फुटा छौ बुढा पार्वती काच्या पसलनी हेर अहिलेका जमानामा अब जहाँ पैसा आउँछ जस्तो काम हुन्छ पैसाका लागि त काम गर्नै पर्यो यही जमानामा पनि यस्ता कुरा गरेर हुन्छ के त बल्ल चिया खाऊ दिदी हो के मान्छेहरू कुरा काट्दै गर्छन् आफ्नो काम गर्दै गर्नुपर्छ त्यही नचल्नेहरू चल्दै गर्छन् चिया दोकान चल्दै गर्छ म पनि अब यस्तै एउटा चिया पसल खोल्छु पार्वतीको दोकान छेउमा टाँसेर नि नखोल्ने फेरि डाले मर्ला नि कोही पार्वती दिदी तपाईँको चिया दोकान ल्याएर लगिदिने भयो यसले ए खोल्यो 22 तल गयो कि थोडी पागलका मान्छे त एकजना पनि चिया 5-6 चोटि चिया खान्छ भने मलाई त भ्याइ नभ्याइ छ ऊ खोल्या पनि हुन्छ दिनको हरेक दिन यहाँ आया छु चिया खाया छु महिना दिनको हरेक दिन यहाँ आया छु चिया खाया छु यसरी हेर न चिया पार्वती काच्या पसलनी चिया पार्वती काच्या 800 राखिरहेको छु के हो घटाउने यिनीहरूको महिना दिन मात्र भएछ हाम्रो त